आऊ केटाकेटी हो बोलाएर बसेर खानुपर्छ दिदी चटपटी बन्छ चटपटी बन्छ केटाकेटीहरू चाहिँ चटपटी खाने अरे बनाइदिनु कति खाने कति खाने तिमी कताबाट आएको के बोले भाइ के बोले बाटो कताबाट आएको लु भन्नु यताबाट यताबाट आएको अनि यताबाट आएको के बोले कस्तो उल्लु बनाउनु खोज्छ यार मलाई म त बाटो त एकचोटि हिँडेपछि प्याट किनिहाल्छु क्या त्यस्तो अलमलिने झुक्किने नै हुँदैन क्या मलाई यस्तो 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 ट्यालेन्ट मान्छेहरूलाई हेर्नु खोज्छ यार के खाने रोटी पनि खाने सेलरोटी कतिवटा एउटा एकछिन ट्राई गर्ने अनि खाने ए ट्राई गर्ने ल सेलरोटी राखिदिइहाल्नु त ट्राई हानिदिइहाल्ने अरे प्रथम कुरो अझै पानी पानी यो गर्दा हुन्छ पानी यहाँ रहेछ ल खाऊ 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 केटाकेटी हो प्रथम कुरो भने तपाईँको नातिको लगेको यसको चाहिँ जुन स्पेसल कुरा छुटिहाल्छ कि ल यहाँ मसान भेट्लास् केटा अलिक मजाले तेन्तेर मेन्तेर के अकम रकम पन्साएर खाऊ म पन्साएर ल कौन है ये लोग कहाँ से आते हैं यो रक्सीको याद आयो त दिदीलाई फेरि लोकल होइन नि ल सेलरोटी आयो भपाल घुमेको गोलो यार यो चाहिँ कि नापेर घुमाएको हो क्या हो कि नापेर घुमाएको हो क्या हो कस्तो हाँसेको यार के बुझे यार यति साह्रो बुझ्ने मान्छे चाहिँ नि अहिले के बुझेको यस्तो चाहिँ अब यसले चाहिँ कस्तो खानु जानु यस्तो यस्तो ऊ भएको छ क्या धुलो आएको छ क्या अब यो लोटी खाइदिउँ न लोटी फेरि पानीपुरी नि भन्छ त्यो पनि एक प्लेट बनाइदिनु न अन्त किन चराएको त्यो सादा हो यसलाई पनि शीतल हुन्छ खानु त रोटी खाउँ न दामी रहेछ नपेर बनाएको तेल पनि नर्मल छ त्यसो छैन लोटी खाओस् गाई बाउ जस्तो गरे ठ्याक्कै कबिरमान भेना जस्तै गरे क्या पानीपुरी पनि एउटा रस लागेको थिएन बाउको छोरा बाउ जस्तो भएन भने कस्तो हुन्छ त मलाई छिटो भिडियो भन्दैछ क्या चोर जस्तो टिप्लिका खाइहाल न के बोले भाइ चोर जस्तो चाहिँ नभन्न अलिक राम्रो शब्द बोल न ये बड़ी अच्छी बात कही आप